सम्पूर्णलाई नमस्ते मेरो युट्युब च्यानल टेक गोपालमा। सो फाइनली नेपाल प्रहरी पुलिसमा भ्याकेन्सी खोलिसकेको छ, जुन रहेको छ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक। प्रहरी निरीक्षक इन्सपेक्टर, प्रहरी सहायक निरीक्षक असहीमा खोलिसकेको छ। भ्याकेन्सी ठुलो सङ्ख्यामा खोलेको छ। अनि विज्ञापन चाहिँ हजुरहरूले यो चाहिँ यसको चाहिँ अनलाइनबाट आवेदन दिनुपर्ने हुन्छ सबैको। यसको चाहिँ विज्ञापन कति माग गरेको छ भनेर हेरौँ। यता प्रहरी निरीक्षक जम्मा खुल्ला रहेको छ 12वटा, अनि जम्मा माग पद सङ्ख्या 21वटा। अनि प्रहरी सहायक निरीक्षकमा रहेको छ जम्मा खुल्लाबाट 236, अनि जम्मा माग पद सङ्ख्या रहेको छ 438 रहेको छ। अनि यसमा दर्तागत दर्ता मिति, अनि प्रहरी निरीक्षकको लागि चाहिँ मिति 2082 पुस 6 गतेदेखि 2082 माघ 5 गतेसम्म रहेको छ। अनि प्रहरी सहायक निरीक्षकको लागि मिति 2082 09 गतेदेखि 2082 माघ 8 गतेसम्म रहेको छ। अनि अनलाइन दस्तावेज सङ्कलन तथा दर्ता हुने संस्थाहरू कहाँ हुने भनेर यता संस्थाहरू देखाएको छ। प्रहरी निरीक्षकको लागि चाहिँ रानीपोखरी, काठमाडौँ, विराटनगर, जनकपुर, हेटौडा, पोखरा, दाङ, सुर्खेत, धनगढी, अनि यता सम्पर्क नम्बर पनि दिएको छ, यता हेर्नु होला हजुरहरूले। अनि प्रहरी सहायक निरीक्षकको लागि असहीको लागि चाहिँ अनि विराटनगर, मोराङ, राजविराज, सप्तरी, यता हेर्नु होला हजुरहरूले। अनि दस्तागत दस्तुर प्रहरी निरीक्षक इन्सपेक्टरको लागि चाहिँ हजुरहरूले 1200 तिर्नुपर्ने हुन्छ। अनि थप अर्को समूहमा फर्म भर्न चाहनुहुन्छ भने प्रति 240 रुपियाँ लाग्नेछ हजुरलाई थप। अनि असहीको लागि भर्नुहुनेछ भने 500, अनि थप समूहमा भर्नुहुने हो भने 100 रुपियाँ एक्स्ट्रा लाग्ने छ। अनि उमेरको हद प्रहरी निरीक्षक इन्सपेक्टरको लागि चाहिँ 20 वर्ष पुरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ। अनि बहालको लागि चाहिँ 35 वर्ष ननागेको हुनुपर्नेछ। अनि प्रहरी सहायक निरीक्षकको लागि चाहिँ 18 वर्ष पुरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। अनि बहालको लागि चाहिँ त्यही 35 वर्ष ननागेको हुनुपर्नेछ। बाल श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली 2079 संशोधन सहितको नियम 40 बमोजिम 25 वर्ष ननागेको हुनुपर्नेछ भनेको छ। यता आवश्यक न्यूनतम शैक्षिक योग्यता हजुरहरूले हेर्नु होला, तैपनि यता हेर्नु होला हजुर सब दिएको छ। अनि हजुरहरूलाई यसमा इम्पोर्टेन्ट कुराहरू भने हाइट, वेट सबै इम्पोर्टेन्ट रहनेछ। वेट अनि तौल, यता पुरुषको हकमा चाहिँ उचाइ घाँटीमा 5 फिट 2 इन्च, छाती 31 देखि 33, तौल 50 केजी रहेको छ। अनि महिलाको हकमा चाहिँ उचाइ घाँटीमा 5 फिट, तौल कम्तीमा 42 केजी हुनुपर्नेछ। अनि आँखा चाहिँ +-2 भन्दा बढी हुनु भएन। अनि यसमा चाहिँ प्रहरी सहायक निरीक्षकको लागि योग्यता रहेको छ। हजुरहरूले प्रहरी सहायक निरीक्षकको लागि चाहिँ +2 बाट जुनसुकै फ्याकल्टीबाट पास गरेको भए पनि हजुरहरूले यसमा अप्लाई गर्न सक्नुहुनेछ। प्रहरी निरीक्षकको लागि चाहिँ हजुरहरूले ब्याचलर पास गरेको हुनुपर्नेछ, स्नातकोत्तर पास गरेको हुनुपर्नेछ। अनि दस्तागत साथ समावेश गर्नुपर्ने कागजातहरू हजुरहरूले हेर्नु होला। नेपाली नागरिकताको प्रमाणपत्र चाहिनेछ। अनि दस्तागत दर्ता दस्तुर बुझाउने विधि हजुरहरूले हेर्नु होला यता। अनि परीक्षा विधि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हजुरहरूको यसमा चाहिँ सिएको हुनेछ भनेपछि प्रहरी सर्ट रनिङ, जस्तै सर्ट रनिङ सबै मेडिकलमा चाहिँ हजुरहरूको हल बडी चेकअप हुनेछ, जस्तै HIV सम्बन्धी अरू हुन्छ नि त्यस्तो सब चेकअप हुनेछ। अनि विस्तृत स्वास्थ्य परीक्षण, सर्ट रनिङ, लङ रनिङ, अनि चिप, पुसअप, सिटअप, चिनअप सबै हुनेछ यसमा। अनि त्यसपछि बल्ल हजुरहरूले यसमा पास गर्नुभयो भने यसमा निक्लिनु भएपछि हजुरहरूले लिखित परीक्षा लोकसेवा परीक्षा हुनेछ। लोकसेवा परीक्षा पहिलो वस्तुगत MCQ हुनेछ, अनि लिखित परीक्षा हुनेछ। विशेष स्वास्थ्य परीक्षण यसमा भनिसक्यो हजुरहरूलाई। समक्षता परीक्षण र अन्तर्वार्ता हुनेछ। त्यसपछि परीक्षा सञ्चालन हुने संस्थान इन्सपेक्टरको चाहिँ हजुरहरूको काठमाडौँमा हुन्छ। अनि प्रहरी सहायक निरीक्षक असहीको चाहिँ हजुरहरूले कहाँबाट फर्म भर्नुभएको छ प्रदेशमा हजुरहरूको हुन्छ एक्जाम चाहिँ। अनि सम्पर्क मिति तथा स्थान प्रहरी निरीक्षक पदको हजुरको स्वास्थ्य ब्यारिङ चेक गराउनको लागि चाहिँ प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाका तालिका सम्बन्धी पछि प्रकाशित गरिनेछ भनिसकेको छ। यसमा हजुरहरूले हेर्नु होला। अनि यो चाहिँ हजुरहरूले पढ्नु होला। अनि अनलाइन दस्तावेज पेश गर्दा आवश्यक प्रमाणपत्रको सक्कल स्क्यान कपी अनिवार्य रूपमा अपलोड गर्नुपर्ने छ। साथै पेश भएका
परामर्शहरूको जिम्मेवार उम्मेदवार स्वयंले लिनुपर्नेछ। हजुरहरूले भनिसकेको चाहिँ हजुरहरू पढ्नु होला राम्रोसँग। हजुरले ढुक्क भएर एक्जाम दिनु होला, राम्रोसँग पढेर एक्जाम दिनु होला। हजुर राम्रोसँग निस्किनु हुनेछ। धन्यवाद। म यस्तै हजुरहरूको लागि भिडियो ल्याउने छु। हजुरहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। धन्यवाद हजुर।